समोसा चाहिँ एकदम बबा छ। मात्र 25 मा दुईटा लोकेसन सबै 25 को दुईटा हो। हजुर यो लिट्टी छ नि, यो लिट्टी हजुर कहाँ छ यो लिट्टी? यो चिज चाहिँ केले बनाउनु बनिन्छ यो? यो भित्र मसला हुन्छ न त मैदा हो बाहिर। ए हो। हजुर अनि हाम्रो कति बजेदेखि खुल्छ? 12 बजेदेखि 12 बजेदेखि कति बजेसम्म हो? 6 बजेसम्म। समोसा पाकिरहेछ अनि यहाँ चाहिँ लिट्टी अरे, मैले पनि फर्स्ट टाइम टेस्ट गरेको। अनि यो प्याजी अनि यो अचार। गाइज अहिले चाहिँ हामी बिर्ता मोडमा छौँ। बिर्ता मोडमा स्ट्रिट फुड टेस्ट गर्ने क्रममा हिजो हामीले निम्की सब्जी टेस्ट गरेको थियौँ भने आज चाहिँ हामी आएको छौँ पुरानो भद्रपुर रोडबाट अलिकति पर आदर्श ब्याङ्केट छेउमा, भन्डा सुरुङको पछाडि। यो चाहिँ समोसा छ हामीसँग, यो चाहिँ 25 को दुईटा हो भने। अनि यो लिट्टी यो पनि 25 को दुईटा। अनि यो छ हामीसँग प्याजी, यो पनि 25 को दुईटा। सबैले खाइरहेको चिज भन्दा नि यो चाहिँ लिट्टी होइन, मेरो पनि फर्स्ट टाइम टेस्ट हुँदैछ लिट्टी चाहिँ। दरो हुँदो रहेछ हो। यहाँ चाहिँ मसला के को मसला हो यो मलाई पनि थाहा भएन, मसला हुँदो रहेछ। अनि यो चाहिँ हाम्रो अचार चाहिँ हेर्नु न, अचार चाहिँ हेर्दै डर लाग्दो छ। नट ब्याड। तर यो मसला के को फिल गरेको हुन्छ हो यो लिट्टीमा चाहिँ? त्यति भएन, अर्को छ हामीसँग, ठिकै छ। हो यो चाहिँ हो नि त समोसा। अनि यसको चाहिँ बेस्ट पार्ट के छ भन्दाखेरि यो पातलो छ क्या यो होइन। यो चाहिँ अचारसँग पहिला ट्राई गरौँ। अब अचारसँग खाँदा चाहिँ मिठो भइरहेछ कि यत्तिकै खाएर ल। लिट्टीभन्दा समोसा ठिक छ। अर्को छ हामी सब प्याजी होइन, यो चाहिँ प्याज मात्रै छ क्या। अब यो ट्राई गरौँ पहिला अचार बिना ल। ठिक छ, बेसन पनि त्यति धेरै छैन। तर यति मध्येमा मलाई चाहिँ बेस्ट भनेको चाहिँ समोसा चाहिँ एकदम बवाल छ। मात्र 25 मा दुईटा लोकेसन हामी मेन्सन गरिदिन्छौँ, नभए मेसेज गर्नु होला। अनि खाने बेला चाहिँ सँगै आउनुपर्छ ल बाबा।